अब यसले हामीलाई खानु भएन, हामीले चाहिँ यसलाई खान मिल्छ। चिसो चिसो कोका कोलाको बोतलमा चाहिँ दिउ कोला। नमस्ते सम्पूर्णमा तपाईँलाई स्वागत छ मेरो भिडियोमा। आज फेरि मैले नयाँ दिनमा नयाँ भिडियो लिएर आएको छु। हेरेर साथ दिनुहोला अनि इन्जोय पनि गर्नुहोला। आशा गरेको छु तपाईँहरू सबै आरामै कुशलै हुनुहुन्छ होला भने म पनि आरामै छु। आजको मेरो दिनचर्याको थोरै हिस्सा लिएर आएको छु। जिजसहरूको नमानिकन हेरेर साथ दिनुहोला। हाम्रोतिर चाहिँ अत्याधिक गर्मी भएको कारणले चाहिँ बाहिर कतै पनि जान सक्ने स्थिति छैन कि काम पर्यो भने चाहिँ जसरी भए पनि निस्किनुपर्छ, होइन भने चाहिँ हामी दिनभरि कोठाभित्र पङ्खाको मुनि चाहिँ बसेर हाम्रो अहिलेको दैनिकी चाहिँ त्यसरी बिताइरहेका छौँ। सो तपाईँहरूले चाहिँ जिजुजहरूको नमानिकन हेरेर साथ दिनुहुन्छ भन्ने मलाई चाहिँ पूर्ण आशा छ। अनि हामी सबैको दिन चाहिँ आजको शुभ बितोस् भन्दै मेरो दिनचर्यालाई चाहिँ अगाडि बढाउन चाहन्छु। आज त हाम्रोतिर बिहानी बिहानी नै पानी पर्न सुरु गरेको छ। यस्तो मजाको मौसम भएको छ साथीहरू। आज चाहिँ बाहिरै बस्न सक्ने मौसम भएको हुनाले म चाहिँ यहाँ फेरि फर्सीको मुन्टा केलाउँदैछु। आज चाहिँ अलिक ओइलेको छ हिजोको। अनि साथमा तातो तातो कफी अनि साथमा मेरो सानी प्याकुली र मेरो साथ चाहिँ छुट्दैन प्याकुली। ए प्याकुली हौ। अहिलेको नजारा चाहिँ पुरै आँखाको अगाडि हरियो हरियो मात्रै देख्न पाइन्छ। फर्सीको मुन्टा नि केलाइसके, कफी पनि पिउन लागिसके। हाम्रोतिर चाहिँ यहाँ काम हुँदैछ, छलफल गर्दै हुनुहुन्छ। हिजो चाहिँ मेरो किचनमा खसी पाकेको थियो भने आज चाहिँ फर्सी पाक्दै हुनुहुन्छ। फर्सी पनि हेर्नुहोस् न, यस्तो राम्रो छ कि एकदमै कलिलो, 100% अर्ग्यानिक। आजको मेरो किचनको विशेष तरकारीमा पर्नु भएको छ फर्सी बहादुर, फर्सी माया। अब चाहिँ मेरो किचन टाइम सुरु भयो। आजको मेरो तरकारी फर्सीको मुन्टा अनि फर्सीको गट्टा चाहिँ पाक्दैछ साथीहरू। आज चाहिँ फर्सीको परिकार पकाउनेवाला छु म मेरो किचनमा। फर्सीको गट्टामा चाहिँ साथीहरू सिकुटी राख्दाखेरि चाहिँ एकदमै स्वादिलो बन्छ। मसँग चाहिँ यहाँनिर बफ सिकुटी थियो, मैले चाहिँ सिकुटी चाहिँ पाकिसके साथीहरू। मैले अलरेडी नै बोइल गरेर राखिसकेको थिएँ। पानीले पनि गाह्रै पार्यो हाम्रो यहाँ काम नरोकियोस् भनेर चाहिँ टालटुल गर्दै हुनुहुन्छ। यो सानो भयो क्या वर्षाले। फराकिलो भयो भने त त्यो छानाको फेरि छानाभन्दा बाहिर आयो भने त
आजको मेरो खाना चाहिँ यस प्रकारले तयार गरेको छु मैले चाहिँ। आज चाहिँ म दही अनि फर्सीको तरकारीसँग भात खानेवाला छु। साथमा चाहिँ खुर्सानी राखेको छु, हरियो खुर्सानी र प्याज। ल त साथीहरू, म चाहिँ खानाको इन्जोय गर्छु। अब तपाईँहरूले पनि खाइसक्नुभयो होला, खानुभएको छैन भने चाहिँ टाइममा खानु होला। यसरी खाना चाहिँ मजा आउँछ कि। खाएँ ल। हाम्रो चाहिँ काम भइरहेको छ। काम गर्ने दाइ दिदी भाइहरूलाई चाहिँ म चिसो लगिदिनु पर्यो। चिसो चिसो कोका कोलाको बोतलमा चाहिँ दिउ कोला। तिमी के खोजेको त यो गर्मीमा बाहिर बाहिर लुइन भित्र होइन, यस्तो गर्मी छ बाहिर। आऊ भित्र सानो, आऊ भित्र सानो साने, आऊ आऊ, के गर्नु भयो बाहिर धेरै, आऊ न प्लिज। चाहिँ काम यहाँ बाहिरतिर चाहिँ फिनिसिङ भयो। अब भित्रको बाँकी छ। यो माथितिर चाहिँ हल्का बाँकी छ। अहिले चाहिँ यो कामले गर्दाखेरि आँगन चाहिँ एकदमै फोहोरी टाइपको देखेको छ। बालुवा गिटी अनि सिमेन्टको बोराहरूले गर्दाखेरि चाहिँ फोहोर देखेको छ। सफा गर्नलाई अलिक अहिले मिल्दैन। अब काम सकेपछि चाहिँ बल्ल सफा गर्ने हो आँगन। उता साइड चाहिँ सफा छ भने यो साइड चाहिँ काम भइरहेको हुनाले फोहोर छ। अब मेरो यहाँ लुगा पनि टिप्नु पर्ने छ साथीहरू। चराहरू चाहिँ बास बस्नलाई हल्ला खल्ला गर्दैछ, सल्लाह गरेको होला यिनीहरूले पनि। मेरो कुखुराहरू चाहिँ यहाँभित्र गइसक्यो। बस न, मैले केही ल्याइदिएको छैन। यहाँ चाहिँ मैले सधैँ चाहिँ धुवाइदिएको छु। सर्फले चाहिँ हाम्रो घर वरिपरि घुमेको गरेको हुनाले यति गरेपछि चाहिँ कुखुराहरूलाई चाहिँ के गरेको छैन अहिलेसम्म। आज चाहिँ मेरो रातिको खानामा मोमो छ, चिकन मोमो। सधैँ कति आफूले बनाएर खाने, कहिले कसो चाहिँ यसो बाहिरबाट पनि ल्याएर खानुपर्छ, आफूलाई रेस्ट गर्नुपर्छ नि त कहिले कहिले। सो मैले चाहिँ आज हाम्रो होटल मेजेस्टीबाट चाहिँ चिकन मोमो मगाएको छु। सो अब अहिले चाहिँ तातै छ, तातो खायो भने मजा आउँछ। सो म चाहिँ फटाफट चिकन मोमो खान गइरहेको छु। तपाईँहरूले पनि खाना खानुभएको छैन भने टाइममा खानु होला। अब म चाहिँ ढिला नगरी मोमो खानातिर लाग्छु। खाएँ ल साथीहरू। मोमो नरुचाउने मान्छे क्या साथीहरू। मोमो घरमा मोमो पाक्यो भने मोमोको सुपसँग बासी भात भए पनि खानु पर्थ्यो। अचेल चाहिँ अलिक मोमो मन पराउने भएको छु। मन पऱ्यो भने चाहिँ 1 प्लेटसम्म खाइदिन्छु। बाहिरतिर खान जाँदाखेरि पनि सबैले के अरे चाउमिन मोमो खान्थ्यो भने म चाहिँ फ्राइड राइस खान्थेँ। त्यति धेरै गर्मी छ, पानी खाँदा खाँदा पेट फुल भइसकेछ। फेरि दिउँसो 2 कप कफी खायो। आज चाहिँ बिस्कुटहरू केही पनि खाएन, त्यति पानी टर्ने खाएको चाहिँ। अनि पेट एकदम फुल जस्तो भइरहेछ। यति चाहिँ खानु सकिनँ। मिठो चाहिँ मिठो छ, तर पेट एकदमै पानी धेरै खाएको हुनाले खान सकिनँ। अब चाहिँ म लागेँ। एउटा छ जिन्दगी, सबै कुरा ट्राई गर्नुपर्छ। अनि के त जिन्दगीको फाइदा चाहिँ लिनुपर्छ। अब यसले हामीलाई खानु भएन, हामीले चाहिँ यसलाई खान मिल्छ। यो चाहिँ मैले पहिलोचोटि खाँदैछु। अरू त खाएको थिएँ। क्राफ्ट बियर मलाई कहिले कहिले मेरो साथीहरू अचम्म लाग्छ कि अब यस्तो मुखमै नहाल्ने साथीहरू पनि छन् कि। म चाहिँ एकदमै सबै कुरा ट्राई गर्ने हो। अझ आफूले कन्ट्रोल
मा बस्नु पर्यो, आफ्नो सिमानाभन्दा बाहिर जानु चाहिँ भएन। सिमानाभित्र बसेर चाहिँ सबै कुरा ट्राई गर्नुपर्छ। खाए पिए ल साथीहरू। तर यो म फुल चाहिँ पिउँदिनँ क्या, हाफ मात्र पिउनु, हाफ फेरि राख्ने, हाफले फेरि भोलिको दिन जान्छ। यति मात्र भयो, काफी हुन्छ साहब। स्वास्थ्यलाई चाहिँ हानिकारक छ, तपाईँहरूले ट्राई नगर्नु होला। यदि ट्राई गरिहाल्नु भने चाहिँ थोरै थोरै स्वास्थ्यलाई फाइदा पनि गर्छ। ल त साथीहरू, आजलाई यति नै। फेरि अर्को दिन अर्को भिडियो लिएर आउनेछु। मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरेर साथीहरूसँग पुर्याइदिनु होला। नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। अनि मलाई चाहिँ कमेन्ट छोड्नु होला। म पनि अवश्य तपाईँहरूको च्यानल भिजिट गर्नेछु अनि सब्सक्राइब गर्नेछु अनि भिडियो फुल वाच गरेर सपोर्ट गर्नेछु भन्दै आजलाई यति नै। फेरि अर्को दिन अर्को भिडियो लिएर आउनेछु। तबसम्म चाहिँ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।